अब हाम्रो यो समाजमा चाहिँ एउटा बियरको मिसकन्सेप्सन छ हैन बियर खाएर चाहिँ ढुङ्गा जान्छ भन्ने प्राय मान्छेहरुमा चाहिँ ढुङ्गा छ भने शान्तिन छ भने चाहिँ फलानाले चाहिँ बियर खाएर ढुङ्गा निकाल्यो भन्ने कुरा गर्नुहुन्छ अथवा ढुङ्गाको अपरेसन गर्नु पर्दैन बियर खाएर निस्किहाल्छ नि भन्ने कुरा गर्नुहुन्छ हैन सो यो बियर भन्ने चिज छ नि यसले हामी चाहिँ डायबेटिक भन्छौं कि यो चाहिँ हामीले बियर जुन खाँदाखेरि त्यसले चाहिँ जिउको पानी सोसेर चाहिँ पिसाबबाट निकाल्न चाहिँ मद्दत गर्छ सो बेसिकली यसले चाहिँ पिसाब धेरै लाउने हो त्यो लगाउँदाखेरि शान्तिनो करहरू चाहिँ तपाईको बगेर जान्छ त्यही भएर चाहिँ अब बियरले ढुङ्गा निकाल्ने हैन कि यो धेरै पिसाब लागेर ढुङ्गा निस्केको हो हैन यसले चाहिँ हामीले अर्को वेबाट सोच्दाखेरि चाहिँ हामीले पानी नै धेरै खायो भने पनि त पिसाब धेरै लाग्छ सो हामीले पानी धेरै खायो भने पनि ढुङ्गाहरु शान्तिनो करहरू बगेर जान्छ र बियरमा चाहिँ अर्को फेरि पनि तपाईको ढुङ्गा बनाउने चीज हुन्छ हैन एक त डिहाइड्रेसनले चाहिँ नुनको क्वान्टिटी बढाइदिन सक्छ हैन जुन हामीले खाएको नुनहरुको अथवा कन्सन्ट्रेटेड युरिन बनाउँछ हैन सो त्यो बनाउँदाखेरि पनि तपाईलाई फेरि पनि पछि ढुङ्गा बन्छ भन्ने चीज बुझ्नुपर्ने हुन्छ सो बियरले चाहिँ ढुङ्गा निकाल्छ भन्दा पनि यो धेरै पानी खाएर निस्केको ढुङ्गा बुझ्नुपर्छ हामीले सो हामीले बियर खाएर ढुङ्गा निकाल्ने एडभाइस गर्न चाहिँ सक्दैन